यो रैया माछा हो, तराईमा बग्ने खोलामा पाइने यो लोकल माछा हो। यो पहाडको असला माछा जस्तै एकदमै माछाभरिमा सबभन्दा मिठो र चोपिलो स्वाद हुने यो माछा हो, तराईमा पाइन्छ। यो आज हामी यसको रेसिपी सेयर गर्नेछौँ। यो माछा छ, यो कति भन्नुहुन्छ भन्दा यो 1 किलो हो। यो 1 किलो माछा यो। अब हामी यसलाई म्यारिनेट गर्छौँ हामी यसलाई, र यसलाई म्यारिनेट गर्नको लागि चाहिने सामग्रीहरू यो तेल रहेको छ 3 चिया चम्चा, यो एउटा सिङ्गो कागती छ, हामी यसलाई निचोरेर राखिसकेका छौँ। र अरू चाहिने सामग्रीहरू यो कर्नफ्लोर 4 चिया चम्चाको 4 चम्चा, अनि यो मैदा रहेको छ हाफ चिया चम्चा, र यो टिमुर रहेको छ यो 2 चिया चम्चा हो। यसलाई हामीले पिसेर तयार गरिसकेका छौँ। र यो जिरा धनिया हो, यो 3 चिया चम्चा बराबर हो। यो हामी भुटेर यसलाई पिसेर तयार गरिसकेका छौँ। र यो एउटा लसुन र एउटा सानो टुक्रा अदुवाको मिश्रण हो। यो पेस्ट हामी तयार गरिसकेका छौँ। र यो रहेको छ बेसार, र यो रहेको छ फुड कलर। यो चाहिँ अप्सनल हो, तपाईँहरूले राख्न सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ। र यो नुन रहेको छ, स्वाद अनुसार लिनु होला। र अब हामी यसलाई म्यारिनेट गर्नतिर गइरहेको छौँ। म्यारिनेट गरेर 15-20 मिनट भइसक्यो यो। अब हामी यसलाई डिप फ्राई गर्छौँ। बिस्तारै राख्नु होला। थोरै गरेर फ्राई गर्नुपर्छ होइन। रङ भइसकेपछि अब यो तयार भयो खिच्नको लागि। अब मैले यसलाई यसरी खिच्छु र यसलाई तेल यसरी तारेर प्लेटमा माछाको रेसिपी तयार भइसक्यो। यो 1 किलो माछा हो। यो
फ्राई गरेर तयार भइसक्यो। अब यो खानुको लागि रेडी छ। अब हामी अर्को पटक फेरि अर्को रेसिपी लिएर आउँछौँ। आजको लागि यति नै, धन्यवाद। र लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला प्लिज मेरो च्यानललाई, हैन। र अरू पनि भिडियोहरू मैले राख्नेछु।